ज्ञानी बाबाहरू एकदम धेरै छन् नेपालमा। ओपर ओपर बाबाहरू छन् म यस्तो भिडियोतिर हेर्छु कि रनमा यसो रिल्स पल्टाइरहेको ओत्तेरी ज्ञानी बाबाले आज यो नगर त्यो गर रन मत्तिकै मेरो त आँखा खोलिदिन्छ हौ, आँखा रन मत्तिकै भरेको दिमागमा चाहिँ फ्ल्यात्तै खोलिदिन्छ प्ल्यात्तै रन। मेरो आँखा यस्तो चिमा पाँच यस्तो कुरा सुनेर त आँखा खोलिन्छ रन मत्तिकै यति ज्ञान गुणका कुरा दिन्छ नि। आम्मामा तिमी धेरै मुट नमार, तिम्रो गुला झर्छ। यस्तो ज्ञानले नि मेरो चाहिँ आँखाबाट जल उम्रेर हरर अरे केटा हो किताब पढ, मोबाइल धेरै नचलाऊ सिक्ने। ओहो किताब पढ 10 वर्ष गाँड घस खतरा हुन्छ। आम्मामामा डेन्जर ज्ञानी बाबाहरू क्या रन मत्तिकै माइक साइक लायो वाह। अझ कोही चाहिँ भिडियोमा क्या कस्तो हिरो पल्टिनु खोज्छ देब्रेले म चाहिँ दिइहाल्न मन लाग्छ भिडियोमा हो के गर्नु अब नभए त मत्तिकै दिन्थे। मेरो कुरा याद राख, तिमीलाई लाइफमा केही खुल्क्याउनु मन छ भने मेरो कुरा सुन, मलाई फलो गर सिक्ने। ओहो मलाई फलो गर, म तिमीलाई एउटा मुकाममा पुर्याउँछु सिक्ने। आफू त पुग्न म तिमीलाई एउटा मुकाममा पुर्याउँछु भन्छ। यस्तो हो क्या, मलाई फलो गर, मलाई लाइक सेयर सब्सक्राइब गर सिक्ने। म तिमीलाई एउटा रन आफै मैले गाँड घसी भिडियो बनाउँदैछ। मैले एउटालाई मुकाममा भिडियो हेरेर मैले ज्ञानका कुरा मेरो अगाडि गऱ्यो भने नि मेरो मुखबाट यस्तो गाली आउँछ तर्सिन्छ क्या त्यो मान्छे तर्सिन्छ। आमामा म तिमीलाई सक्सेसफुल त्यसको त मुखबाट सक्सेसफुल भन्न पनि सुहाउँदैन, मुखबाट नि सक्सेसको नि मुझे राम्रोसँग आउँदैन, त्यसलाई सुहाउँदैन। त्यसले सक्सेस बनाउँछ अरे मान्छेलाई फेरि। आमामा मलाई फलो गर, तिमीलाई सक्सेसफुल हुनु मन छ भने नि यो 3टा चिजलाई ध्यानमा राख, झाँट राख मुठ मार 3चोटि मुठ मार 3चोटि सक्सेसफुल वाउ। यो 3टा चिज फलो गर्यो भने तिमी 2 दिनमा सक्सेस हुन्छौ। 2 दिनमा मैले केही त फल्किँदैन कसरी हुन्छ मलाई त बेला त टाउको दुखेर आउँछ हौ यस्तो रिल्स पल्टाउँछु पर्छ के भन्नु नि गाली पनि कति दिनु, शराब कति दिनु, कला छिनेहरूलाई मैले कति कराउनु। म त कराउँदा मेरो मुख दुखिसक्यो, मुख दुखाइरहे मेरो भ्यान्छ। अब अर्को गुरुजी हुन्छ नि, तिमीले यो चिज गर्यौ भने मलाई सिक्ने 2टा रोटी ल्याइदेऊ, मलाई 2टा रोटी ल्याइदेऊ भने तिमीलाई म मन्तरले सक्सेस पारिदिन्छु। 2टा घिउमा तारेको 2टा रोटी ल्याइदेऊ भने म तिमीलाई सक्सेस बनाइदिन्छु। केटा हो सक्सेसको पछि नलाग, किनकि तिमीहरू सक्सेसै हुँदैनौ। त्यही भएर यसो मैले मुठ मार सुत आनन्दले।